सरकारको काम अपरिपक्व, कच्चा अनि बच्चा। नागरिकका वास्तविक समस्या पहिचान नगरी समाचारका हेडलाइनका लागि गरिएका कामले नागरिकले सेवा महसुस गर्न सकेनन्। लाइसेन्स प्रिन्ट प्रक्रियालाई हेर्दा सरकारले गरेको कामप्रति जनताले धेरै आशा गरेका थिए, तर वास्तविक समस्या भने लाइसेन्स प्रिन्ट थिएन। लाइसेन्स प्रिन्ट प्रक्रिया दोस्रो प्राथमिकताको कुरा थियो भने पहिलो प्राथमिकतामा बायोमेट्रिक वा मेडिकल गर्दा घन्टौँ बस्नुपर्ने लाइन र अनलाइन फर्म भर्दा अनलाइन पोर्टल नचल्ने समस्याका कारण बिचौलिया कहाँ नागरिक पुग्नुपर्ने यो चाहिँ प्रथम कारण थियो। तर सरकारले समाचारको ठुलो हेडलाइनका लागि लाइसेन्स प्रिन्ट प्रक्रियालाई अगाडि बढायो भने नागरिकका समस्यालाई चाहिँ बुझ्न सकेन, जसका कारण सरकारले गरेको काममा नागरिकले सेवा महसुस गर्न सकेनन्। सरकारले लाइसेन्स प्रिन्ट प्रक्रियालाई चाहिँ 6 महिना अथवा 1 वर्षको समय आफ्नो कार्ययोजनामा राखी तत्काल चाहिँ बायोमेट्रिक गर्दा वा मेडिकल गर्दा लाइन बस्नुपर्ने यो झन्झटिलो प्रक्रियालाई चाहिँ सहज बनाउनेतिर चाहिँ लाग्नुपर्ने थियो। सहरी साधन चलाउनका लागि नागरिक एप र रसिदबाट चाहिँ मिल्ने भएका कारणले गर्दा अहिले तत्कालै चाहिँ 100 दिनभित्रै चाहिँ लाइसेन्स प्रिन्ट गर्नेलाई चाहिँ त्यति हतारो थिएन। त्यसका लागि चाहिँ त्योभन्दा अगाडि चाहिँ जुन चाहिँ लाइन बसेर शास्ति नागरिकले बेहोर्नु परिरहेको थियो त्यो कुराहरूलाई चाहिँ मध्यनजर गरी यो कुराहरूमा चाहिँ काम गर्नुपर्ने थियो र यो नगर्दा नागरिकले चाहिँ सरकारले गरेका कामहरूमा चाहिँ त्यति सेवा महसुस गर्न सकेनन्।